नमस्कार अनलाइन लोकसेवा तयारी च्यानलबाट बस्नुहुने सम्पूर्ण साथीहरूलाई शाखा तयारी डे 2 मा उपस्थित भइसकेको छु। आज हामी द्वितीय पत्र अन्तर्गतको 1.1मा शासनका आधारभूत पक्षहरू, अवधारणा, सन्दर्भ र विशेषताहरूसँग सम्बन्धित प्रश्नोत्तरहरू हजुरहरूमाझ प्रस्तुत गर्न रहेको छौँ। आज हामीले शासनका आधारभूत पक्ष, अवधारणा, सन्दर्भ र विशेषताहरूसँग सम्बन्धित 3 प्रश्नहरू लिएर उपस्थित भइसकेको छौँ। हाम्रो यस प्रश्नोत्तर कक्षा र तपाईँहरूको लागि तयारीमा सहयोग पुगोस् भनेर तयार गरिएको छ। सुरु गरौँ प्रश्न नम्बर 1बाट। प्रश्न नम्बर 1 रहेको छ, शासनको अवधारणा स्पष्ट पार्दै यसका आधारभूत पक्षहरू उल्लेख गर्नुहोस्। सरकार तथा शासकीय पात्रले राज्य सञ्चालन गर्ने क्रममा अपनाउने विधि, प्रक्रिया, मापदण्ड, पद्धति एवं कार्यशैलीको समग्रता शासन हो। यस अन्तर्गत शासकीय अधिकारको प्रयोग, नीति निर्माण र तिनको कार्यान्वयन, नागरिक सम्बन्धको व्यवस्थापन लगायतका क्रियाकलापहरू पर्दछन्। सङ्कुचित रूपमा कार्यपालिका र व्यापक रूपमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको साथै संवैधानिक निकायहरूका कार्यहरूको एकीकृत र व्यावहारिक छलफलको शासन हो। शासनको अवधारणाको विकास राज्य तथा समाजको उत्पत्तिसँगै भएको पाइन्छ। यसलाई एनपिएम, एनपिएस, एनपिजी तथा एनपिपीको अवधारणाले थप परिमार्जित गर्दै लगेको पाइन्छ। यसलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ। परम्परागत अवधारणा र आधुनिक अवधारणा रहेका छन्। शासनको अवधारणामा परम्परागत अवधारणा अन्तर्गत जनतालाई नियन्त्रण वा काबुमा राख्ने, मुख्य कार्य शान्ति सुरक्षा कायम गर्ने र कर उठाउने भन्ने हुन्छ भने आधुनिक अवधारणामा राज्यमा शासक र शासित बीच वर्ग र विभाजन हुँदैन। जनताको इच्छा बमोजिम गरिने कार्य र शासन सुशासन हो। निर्वाचित भएका जनप्रतिनिधिहरूले नागरिक सरोकार एवं हित प्रवर्धन गर्ने कार्य गर्दछन्। त्यस्तै गरी प्रश्नको दोस्रो भाग रहेको थियो, शासनका आधारभूत पक्षहरू यस प्रकार रहेका छन्। राज्यको स्वरूप र संरचना भएको, जस्तै जनसङ्ख्या, भूगोल, सरकार, सार्वभौम सत्ता तथा अन्तर्राष्ट्रिय मान्यता भएको, नियमन, व्यवस्थापन, प्रवर्धन तथा प्रशिक्षण गर्न सक्ने, जनता नागरिकको समूहद्वारा सञ्चालित हुने, सार्वजनिक कानुन सबैलाई समान रूपमा लागू भएको, स्रोत साधनको व्यवस्था भएको, साङ्गठनिक व्यवस्था भएको, व्यवस्थापन पद्धतिको अवलम्बन गरिएको, अधिकतम जनसहभागिता भएको, गैर-राज्य पात्रसँगको साझेदारी र सदाचार, नैतिकता र व्यावसायिकता भएको चाहिँ शासनको आधारभूत पक्षहरू रहेका छन्। र यसरी निष्कर्ष दिन सकिन्छ, जनताको इच्छा बमोजिम राज्य सञ्चालन गर्ने कार्य शासन हो। परम्परागत अवधारणाले शासनलाई सङ्कुचित रूपमा लिन्छ भने आधुनिक अवधारणाले शासनलाई जनताको इच्छा बमोजिम गर्ने कार्यको रूपमा लिन्छ। शासनलाई प्रभावकारी बनाई नागरिकको मन जित्नु आजको आवश्यकता रहेको छ। साथीहरू, यस भिडियोलाई पज गर्दै कपीमा नोट टिपोट गरेर अध्ययनलाई तीव्रता दिनु हुन समेत अनुरोध गर्दछु। त्यस्तै गरी आजको लागि प्रश्न नम्बर 2 रहेको छ, शासनको विशिष्ट गुणहरू प्रस्तुत गर्नुहोस् र शासन तथा सरकार बीचका प्रमुख भिन्नताहरू लेख्नुहोस् भनेर प्रश्न रहेको छ भने उत्तर यस प्रकार छ, असल शासनका लागि कुशल प्रशासन भनेर यस कोडिङ गरिएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको साथै संवैधानिक निकायहरूको कार्यहरूको एकीकृत र व्यावहारिक छलफलको शासन हो। शासनका विशिष्ट गुणहरू, वैधानिक सरकारको व्यवस्था गरिएको हुन्छ, नागरिकको सर्वोच्चता कायम रहेको हुन्छ, प्रतिनिधिमूलक शासन व्यवस्था अपनाइन्छ, कानुनको शासन अवलम्बन गरिन्छ, नियन्त्रणात्मक शक्तिको व्यवस्था रहन्छ, जनतालाई महत्त्व दिइएको हुन्छ,
शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको व्यवस्था रहन्छ। नागरिक अधिकारको स्थापना गरिएको हुन्छ। बहुपक्षीय सम्बन्ध रहेको हुन्छ। व्यवस्थापनको शैली र स्वरूप रहन्छ। समाजको ऐना प्रतिबिम्बित हुन्छ आदि। यी शासनका विशिष्ट गुण रहेका छन् भने शासन र सरकार बिचको भिन्नता यस प्रकार रहेको छ। शासन र सरकार टेबलमा राखिएको छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। राज्य सञ्चालन गर्ने प्रणाली वा पद्धति शासन रहेको छ भने सरकारमा हेर्न सक्नुहुन्छ। निश्चित समयमा शक्तिमा रहेर शासन गर्ने पात्र र संस्थाहरूको समूह सरकार हो। त्यस्तै गरी शासनमा राज्य वा गैर राज्यका धेरैजसो पात्रहरूको कार्यशैली हो। सरकारमा भने राज्यसँग सम्बन्धित परिभाषित पात्रहरूको उपस्थिति रहन्छ। शासन सार्वजनिक वा निजी दुवै क्षेत्रलाई समेट्दछ भने सरकारले सार्वजनिक क्षेत्रलाई मात्र समेट्दछ। शासन अदृश्य, लचक एवं अनौपचारिक स्वरूपको हुन्छ भने सरकार दृश्य, कठोर र औपचारिक स्वरूपको हुन्छ। शासन बहुआयामिक हुन्छ। सरकार एक आयामिक हुन्छ। संविधान, ऐन कानुन तथा कार्यविधिको प्रभाव शासनमा रहन्छ। राजनीतिक दर्शनको प्रभाव सरकारमा रहन्छ। त्यस्तै गरी व्यापक र विस्तृत कार्यक्षेत्र शासनले ओगटेको हुन्छ। यो शासन मल्टिलेयर नेटवर्क मोडलमा रहेको हुन्छ भने मन्त्री परिषद र यसका मातहतका निकायका कार्यहरू शासनको उदाहरण हुन्। शासन प्रत्यक्ष अनुभूति गर्न सकिन्छ। त्यस्तै गरी सरकार सीमित र सङ्कुचित कार्यक्षेत्र ओगटेको हुन्छ। यो टप डाउन लिनियर मोडलमा रहेको हुन्छ। सङ्घीय मन्त्री परिषद, प्रदेश सरकार, स्थानीय पालिका आदिको संरचना सरकारको उदाहरण हो र सरकार देखिने विषय हो। निष्कर्ष रहेको छ, सरकारले राज्य सञ्चालन गर्ने पद्धति वा प्रक्रिया नै शासन हो। आधारभूत रूपमा सरकार र शासनका भिन्नता रहे तापनि लोकतान्त्रिक मूल्य मान्यताको अवलम्बन गर्दै सरकारले शासनका विशिष्ट गुणहरूको प्रत्याभूति गर्दै शासन सञ्चालन गर्नु जरुरी छ।